धन्यवाद उद्घोषकज्यू, सभापतिज्यू योगेन्द्रमान बिजुक्छे, प्रमुख अतिथि हेमन्त शमशेर राणा, अरू साथीहरू मेरा कवि साथी हरिहर तिमल सिन्हा, देवराज झुमागाई, सुरेश परियार, यहाँ मिस सीता मिस, यता अरू साथीहरू पनि हुनुहुन्छ, विश्वमोहन जोशी सर, उहाँको म बारम्बार सुनिरहन्छु, पढ्छु पनि, तारालाल श्रेष्ठ, सुनिता गाइसी लगायत धेरै साथीहरू, अभिभावकज्यूहरू, विद्यार्थी साथीहरू, लेखक बन्न चाहने विद्यार्थी र अभिभावक सबै साथीहरू, अब यहाँहरू सबैलाई म हार्दिक अभिवादन व्यक्त गर्छु। यति धेरै उहाँहरूले त्यो टिप्पणीको कुरो उहाँहरूले यति धेरै भनिसक्नुभयो। हरिहर सरले त यति खुलत पारिसक्नुभयो। मैले भन्ने कुरो मैले सम्पादन गरेको, सम्पादन भने म्यानुस्क्रिप्ट हेरेको किताब योगेन्द्रमान बिजुक्छे सरको त्यो किताबको बारेमा पनि उहाँले खलातखुलत भनिसक्नुभयो। मैले भन्न बाँकी केही रहेको छैन। त्यसकारण म अलिकति त्यो कुरो नदोहोऱ्याउनलाई लेखक बन्न जाने साथीहरूको लागि अलिकति केही इन्सपिरेसनल कुरो केही हुन्छ कि भने त्यो कुरोतिर अलिकति जान चाहन्छु। सामान्यतया मलाई चाहिँ के लाग्छ भने लेखन भनेको दिमाग र दिलको सन्तुलन हो जस्तो मलाई लाग्छ। दिमागले हाम्रो केही कुरो दिन्छ, त्यो कुरोलाई प्रतिक्रिया दिलले व्यक्त गर्छ। त्यो दुईटै कुरोको सन्तुलन मिल्न सक्यो भने राम्रो लेखन बन्छ जस्तो मलाई लाग्छ। तपाईहरुलाई एकजना ठुला कवि भारतका त्यो शायर मिर्जा गालिब भन्ने नाम सुन्नुभएको होला। मिर्जा गालिबको एउटा गजल जगजीत सिंह र चित्रा सिंहले गाउनु पनि भएको छ। त्यो दिले नादान तुझे क्या हुआ है, आखिर इस दर्द को दवा क्या है भने बडा गजबको छ। त्यो एकदमै फेमस गजल पनि हो। दिले नादान तुझे क्या हुआ क्या है, आखिर इस दर्द को दवा क्या है, हमको उनसे है उम्मीद, हमको उनसे है उम्मीद वफा की, जो नहीं जानते वफा क्या है भन्छ कि त्यो यस्तो गजब छ। दिल भने चाहिँ दिल चाहिँ अलिकति नादान हुन्छ, निर्दोष हुन्छ। त्यसले भनेको कुरो सबै जायज हुन्छ भने चाहिँ छैन, तर दिमागले त्यसलाई फिल्टर गरेर व्यक्त गर्नुपर्छ भन्ने खालको मूल त्यसको त्यस्तो छ। अनि हामीलाई कहिलेकाहीँ चाहिँ त्यसले लेखनका कुराले चाहिँ मूलत हामीलाई रियलाइज गराउने कुरो गर्यो भने अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। त्यसले भन्छ नि हमको उनसे है उम्मीद वफा की, जो नहीं जानते वफा क्या है। हामीलाई ती मान्छेहरूसँग इमानको अपेक्षा थियो जो इमान भनेकै जान्दैनन्। त्यस्तो त्यो 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 रियलाइज लेखनले चाहिँ त्यसरी बिस्तारै रियलाइज गराउँछ जस्तो मलाई लाग्छ। यो रियलाइज गराउन सक्यो भने लेखन सफल हुन्छ भन्ने मलाई लाग्छ। यो लेखक बन्न चाहने धेरै अधिकांश लेखकहरू नै हुनुभएको हुनाले म अलिकति यो भारतमा एकजना भर्खर 22 वर्षको एकजना युवती हुनुहुन्छ हिमांशी बाबरा। त्यो हिमांशी बाबरा अहिले सामाजिक सञ्जालमा यति धेरै हिट हुनुहुन्छ। उहाँले त्यो एकदमै गहिरो कुरो लेखेर भारतभरि र भारत बाहिरको हिन्दी भाषा जो बुझ्नुहुन्छ सबमा तहल्का मचाइराख्नु भएको छ। उहाँका केही त्यस्ता शायरीहरू छन्, त्यसले पनि हामीलाई धेरै सिकाउँछ। त्यो उहाँ त यति धेरै सफल हुनुहुन्छ, अहिले सबैको हाई बन्नुभएको छ। सामान्यतया भारतमा अहिले नेपालमा पनि गजल सेसनहरू चाहिँ धेरै भएको देखिन्छ। अनि उहाँहरू चाहिँ अधिकांश व्यक्ति चाहिँ महिलाहरू खास गरी एकदम अलि यौन उत्तेजक कुराहरू गरेर हिट हुने प्रवृत्ति पनि एक ठाउँमा छ। अर्को उहाँ हिमांशी बाबरा चाहिँ सामान्य कुरो एकदम दिलको कुरो गरेर गहिरो कुरो गरेर सबैभन्दा हिट भइराख्नु भएको छ। एक दुईवटा उहाँका कुरा त्यो केही गजलका शेर सुन्यो भने तपाईँलाई पनि धेरै रियलाइज हुन्छ होला जस्तो लाग्छ। मैले एक दुईवटा टिपिया छु। लोग तो लोग है, लोगों की तरह देखते हैं, एक हम है उसको बच्चों की तरह देखते भन्नुहुन्छ। बडा गजब। त्यो कस्तो छ नि, मान्छे त मान्छेले जस्तै हेर्छन्, म एकजना छु जसलाई बच्चा जस्तो गरेर हेर्छु, उसलाई बच्चा जस्तो गरेर हेर्छु भने कति गहिरो कुरो छ हेर्नुहोस् त। त्यो त्यसले चाहिँ के भन्छ भने बच्चा जति इमान्दार निर्दोष भएर हेर्ने को हो। आफूले प्रेम गरेको व्यक्तिलाई बच्चाले जस्तो हेरिन्छ भने त्यति राम्रोसँग व्यक्त भएको छ। अर्को उहाँको छ, हमको दुनिया ने लकड़हारा समझ रखा है, हमको दुनिया ने लकड़हारा समझ रखा है, हम तो पेड़ों को परिंदों के तरह देखते हैं। हेर्नुहोस् है के भने त मलाई चाहिँ दुनियाँले बनमारा, त्यो लकड़हारा भने त दाउरे हो नि त, होइन दाउरे हारा बनाए त बनमारा हो, मलाई बनमारा जस्तो देखिरहेछ। तर म चाहिँ
त्यो रुखलाई पनि चराले जस्तो हेर्छु। हेर्नुहोस् त त्यो अभिव्यक्ति कला कस्तो गजब छ। रुखलाई चराले जस्तो हेर्छु भने त्यो चराको त संसारै रुख हो नि त। मलाई दुनियाँले जसरी त्यो वनमारा भनेर सम्झ्यो नि, म चाहिँ रुखलाई जस्तो गरेर हेर्छु। मलाई किन तिमीहरूले वनमारा भने भन्ने प्रश्न उठाउँछु। त्यो अभिव्यक्ति कला, यो आर्ट अफ एक्सप्रेसन, आर्ट अफ आर्टिकुलेसन चाहिँ कस्तो हुन्छ भने त्यो लेखनले देखाउँछ। यो रोलां बार्थ भन्ने फ्रान्सेली एकजना लेखक हुनुहुन्छ। उहाँले चाहिँ लेखकलाई, हामी सामान्यतया सबैलाई लेखकलाई राइटर्स भन्छौँ, राइटर्स होइन। उहाँले चाहिँ रोलां बार्थले चाहिँ त्यसो भन्नुहुन्छ, जो अलिकति बौद्धिक खालको लेखन जस्तो तपाईँहरू भन्नुहोस्, जो सृजनात्मक लेखन होइन, त्यो टिप्पणी बौद्धिक खालको लेखन हो, त्यो त्यस्तो गर्ने व्यक्ति राइटर हो। अनि जो चाहिँ सृजनात्मक लेखन पनि गर्छ र त्यस्तो टिप्पणी पनि गर्छ, त्यो व्यक्ति चाहिँ अथर हो भन्नुहुन्छ। अथर र राइटर, हामीले सामान्यतया धेरै जसो चाहिँ राइटरै भनेर प्रयोग गरे हुन्छ। अनि त्यो अथर भने चाहिँ अलि सृजनशील लेखन हो भनेर उहाँले भन्नुहुन्छ। म चाहिँ तपाईहरू यो लेखन क्षेत्रमा रुचि राख्ने, खास गरी यो स्कुलले इन्सपिरेसन दिएर लेखक हुनलाई धेरै इन्स्पायर गराएको छ। उहाँको त्यो लेखनको सम्भावना पनि धेरै देखिएको हुनाले तपाईहरूलाई राइटर्स मात्र होइन, अथर हुने पनि म शुभकामना दिन चाहन्छु। त्यही हिमांशी बाबराको अर्को तपाईँलाई एक दुईवटा म शेर त्यसरी सुनाउँछु। उनले भन्छन्, मैं जो देखूं झपकते नहीं पलके मेरी, मैं जो देखूं झपकते नहीं पलके मेरी, और हजरत मुझे अंधों की तरह देखते हैं। हेर्नुहोस् त यहाँ पनि अभिव्यक्ति कला कति गहिरो छ। उनले भने चाहिँ के हो भने, म जब उनलाई हेर्छु, प्रेम गरे व्यक्तिलाई भन्ने त हो नि होइन, प्रेम गरे व्यक्तिलाई चाहिँ म आँखै एकचोटि पनि झिमिक्क नगरी हेर्छु। तर हजरत भने चाहिँ मेरो सम्मानित प्रेमीको अर्थमा भने हो। मेरो उसले चाहिँ मलाई अन्धोले जस्तो गरेर हेर्छ। यो अन्धो भन्ने शब्द चाहिँ पोलिटिकली इन्करेक्ट मानिन्छ, तर साहित्यमा त्यो पोलिटिकली इन्करेक्ट भनेर मात्रै हुँदैन। त्यो साहित्यलाई चाहिँ अब नेत्रविहीनता यता भन्दाखेरि एकदम त्यसको ऊ लाग्दैन होइन। साहित्यमा चाहिँ यो सबै माफ हुन्छ जस्तो मलाई लाग्छ। उहाँको त्यस्तो छ। अनि यो खास गरी गजलहरूले चाहिँ यसरी तपाईँलाई आफ्नो जीवनको रियलाइज गराउँछ जस्तो लाग्छ। त्यसकारण हाम्रो लेखनमा त्यो रियलाइज गर्ने खालको लेखनमा जोड दिनु राम्रो हुन्छ जस्तो लाग्छ। शौक बहराइची भन्ने अर्को पाकिस्तानका एकदमै ठुला गजलकार छन्, शायर छन्। तिनको पनि एउटा एक शेर सुन्नुहोस् है। बर्बाद गुलिस्ता करने का एक ही उल्लू काफी था। सुन्नुहोस् है। बर्बाद गुलिस्ता करने का एक ही उल्लू काफ़ी था, हर साख पर उल्लू बैठा है अंजाम, एक गुलिस्ता क्या होगा। गुलिस्ता भने चाहिँ बगैँचा हो। अनि एउटै उल्लुले त्यो बगैँचा नाश गर्न काफी थियो। अहिले त हरेक रुखको हाँगामा उल्लुहरू छन्। के होला यो बगैँचाको हालत। हेर्नुहोस् त त्यो समसामयिक अभिव्यक्तिलाई कति बेजोड छ भनेको छ। यो लेखनलाई यस्तो कुरोले, अभिव्यक्ति तिखार्नलाई यस्तो कुरोले धेरै काम गर्छ जस्तो मलाई लाग्छ। अर्को छ फिराक गोरखपुरी भन्ने छन्, तिनको पनि एकदमै गजब छन्। उनी भन्छन्, यूँ माना कि जिंदगी है 4 दिन की, यूँ माना कि जिंदगी है 4 दिन की, बहुत होते हैं यारों 4 दिन भी। त्यो इन्सपिरेसन कस्तो हुन्छ हेर्नु त। जिन्दगी त 2 दिनको भने सिद्धिहाल्यो नि भनेर हामी सामान्य जे भन्छौँ भने, उनले चाहिँ जिन्दगी 2 दिन होइन 4 दिनै भन्नुहोस्, 2 दिन भन्नुहोस्, त्यो पनि धेरै ठुलो। त्यो बिचमा तपाईँ धेरै गर्न सक्नुहुन्छ भने कति धेरै मोटिभेसन दिन्छ लेखन। त्यसकारण मोटिभेसन हो भन्ने मलाई लाग्छ। हिमांशी बाबराको मैले अघि कुरो गरेँ। हिमांशी बाबराकै अर्को केही गजबका शेरहरू, त्यसले पनि तपाईँलाई अलिकति इन्सपिरेसन देला जस्तो मलाई लाग्छ। तिनको एउटा म फेरि 2टा शेर यहाँ प्रस्तुत गर्छु। प्रेमको धेरै जसो उनले प्रेमको गजल लेख्छिन्। प्रेमको कुरोलाई असाध्यै मार्मिक तरिकाले लेख्छिन्। साथ देने का भरोसा दिलाया था तूने, साथ देने का भरोसा दिलाया था तूने, और फिर छोड़ दिया मुझको अकेला तूने। उनले यो भनिन्, अपनी मर्जी से मुझे छोड़ के जाने वाले, मेरी मर्जी को कहाँ छोड़ दिया तूने। यहाँसम्म भनिन् है। त्यहाँभन्दा बढ्ता अब फेरि राजनीतिमा यस्तो गहिरो राजनीतिमा आउँछन् तिनी। बात रुखसार की होती तो कोई बात न थी, बात रुखसार की होती तो कोई बात न थी,
आज रूह पे मारा है तमाचा तूने, यो चाहिँ रुखसार भने चाहिँ गालामा चड्कन लागेको त भए त केही थिएन, त तिमीले चाहिँ मेरो आत्मामा चड्कन लगायो, मेरो आत्मामा चड्कन लगाउने कुरो, त्यो अभिमानमा आत्म अभिमानमा तिमीले आक्रमण गर्यौ भन्ने कुरो यति गहिरोसँग भन्ने त्यो प्रवृत्तिहरू भारतमा विकसित भएको छ। हाम्रो नेपालमा पनि गजल विकास त नभएको होइन, तर त्यो अलिकति बढी सस्तो भएको देख्छु म। हामीले चाहिँ कुनै विदेशको चाहिँ हाम्रै देशको मात्र राम्रो भन्नु जरुरी छैन, राम्रो जसको पनि लाई राम्रो भन्दाखेरि हुन्छ। यस्ता धेरै त्यो रियलाइज हामीलाई सत्यको रियलाइज गराउने खालका धेरै छन्। हिमांशी बाबराका ती गजलहरू अस्ति हाम्रो यही जेएनएन सेकेन्ड्री स्कुलले बुद्ध शिक्षा सम्बन्धी एउटा प्रवचन कार्यक्रम पनि राख्यो। त्यो प्रवचन कार्यक्रममा चाहिँ एउटा प्रवचनमा चाहिँ मैले दनको पनि पाएँ, त्यो एकदम मलाई खुसी पनि लाग्यो र रमाइलो लाग्यो। केही प्रश्न उत्तर हुँदाखेरि त्यो ठिकै हो, त्यस्तो मलाई चाहिँ म माथि आलोचना भएको चाहिँ झनै मजा लाग्छ, मलाई त्यस्तो होस् जस्तो लाग्छ। हिमांशी बाबराको गजलहरूमा चाहिँ त्यो रियलाइज गराउने कुरो, बुद्ध दर्शनको एउटा चतुर ब्रह्म विहार भन्ने त्यो कुरो उठेको उठेन छ र कुनै त्यसमा त्यो दर्शनमा चतुर ब्रह्म विहार भन्ने उठेन जस्तो लाग्छ। चतुर ब्रह्म विहार भने चाहिँ मैत्रेय कुनै पनि व्यक्तिप्रति तपाईँ मित्र भाव राख्नुहोस् भनेर भन्छ बुद्धले भन्ने कुरो। कुनै पनि व्यक्तिप्रति तपाईँलाई जतिसुकै हानि गरोस् होइन, त्यो प्रति मित्र भाव राख्नुहोस्। जस्तो अहिले त्यो मान्छेलाई तपाईँ जेल पठाउन चाहिँ सक्नुहुन्छ, जेल राख्यो त्यो सुध्रियोस् भन्ने कामना सधैँ गर्नुहोस्, त्यो चाहिँ मित्र भाव हो, मैत्रेय हो। अनि त्यो मित्र भाव तपाईँमा भएपछि करुणा सोत, कम्प्यासन भन्छ नि विद्याले, कम्प्यासन सोत तपाईँमा उत्पन्न हुन्छ। त्यो कम्प्यासन करुणा भयो भने तपाईँ चाहिँ अनि मुदिता, त्यो पछाडि तेस्रो चाहिँ मुदिता भन्छन्। मुदिता भने चाहिँ भित्रभित्र खुसी हुने, आफै भित्रभित्र खुसी हुने। तपाईँले करुणा कसैप्रति राखेपछि तपाईँ भित्र सधैँ खुसी हुनुहुन्छ, त्यो कुनै तपाईँमा कुण्ठा नै रहँदैन भन्नुहुन्छ। अनि मुदिता तपाईँमा भयो भने उपेक्षा गर्न सक्नुहुन्छ। उपेक्षा भने चाहिँ हामीले जुन अङ्ग्रेजीमा भन्छौँ इग्नोरेन्स जस्तो होइन, त्यो चाहिँ कुनै पनि कुरोलाई तपाईँ अति खुसी हुँदाखेरि मात्तिने, अति दुखी हुँदाखेरि आत्तिने त्यस्तो हुनुहुन्न। तपाईँलाई देख्दाखेरि झट्ट अति आकर्षक व्यक्ति देख्दाखेरि त्यो प्रति एकदम आसक्त हुने, अलिकति कुरूप जस्तो देख्दाखेरि त्यो प्रति एकदम घृणा व्यक्त गर्ने, त्यो खालको भावना तिमीमा विकसित हुँदैन। तिमीलाई एकदम साक्षी भावले हेर्न सक्ने हुन्छ भनेर बुद्धले भन्नुहुन्छ। हिमांशी बाबराका गजलहरूमा त्यो खालको प्रवृत्ति धेरै देखिन्छ। मैले चाहिँ यहाँ अलिकति के उदाहरणले तपाईँहरूलाई लेखन क्षेत्रमा लागेको मान्छेलाई अलिकति राम्रै गर्ला भनेर मैले यी उदाहरणहरू यो किताबको बारेमा बोलौँ भन्दा किताबको बारेमा यति धेरै बोलिसक्यो उहाँहरूले। 4 जना विशेष गरेर अझ हरिहर सरले चाहिँ पानी पारेर सिध्याइसक्नुभयो भनेपछि मैले त्यो बारे धेरै बोलिरहनु जरुरी जस्तो लागेन। एक दुईवटा म तपाईँहरूलाई अलिकति अर्को बसिर भद्र भन्ने अर्का एकजना फेरि साह्रै राम्रा भारतकै गजलकार छन्। यो लेखकहरूको बारेमा चाहिँ के भनिन्छ भने पाकिस्तान र भारतको एकदमै ठुलो दुश्मनी छ होइन, तर त्यहाँ पनि पाकिस्तानकै मान्छेले के भन्छ नि, भारतका 2 जना व्यक्तिलाई हामीसँग सबै छ, हामीलाई भारत केही चाहिँदैन, तर 2 जना लेखक हामीसँग छैन, ती चाहिँ हामीलाई चाहिन्छ भन्नु भन्दो रहेछ। विशेष गरी एकजना चाहिँ मिर्जा गाली भारतमै जन्मे, त्यही अघि मैले भने दिले नादान तुझे क्या हुआ है, आखिर इस दर्द को दबा क्या है, आखिर इस दर्द को दबा क्या है, त्यो लेख्ने मान्छे। र अर्को नयाँमा उदय प्रकाश भन्ने लेखक, त्यो बहुत ठुलो कथाकार छन्। ती 2 जना हामीसँग सबै छ, मिर्जा गालिब र उदय प्रकाश छैन भनेर त्यसरी गौरव गर्दैछन्। हामीले यो जेएनएन सेकेन्ड्री स्कुलका शिक्षक, यहाँबाट उत्पादित भएका लेखकहरू पनि अरूले भन्ने स्थिति आओस् भन्ने म कामना गर्छु। हामीसँग सबै छ, शिक्षा छ, सबै छ, अरूले पनि भन्ने स्थिति, त्यो जेएनएन सेकेन्ड्री स्कुलका जस्ता लेखक चाहिँ हामीसँग छैनन्, त्यहाँबाट उत्पादित भएका विद्यार्थी त्यस्ता चाहिँ हामीसँग छैनन् भन्ने स्थिति आओस् भन्ने म कामना गर्छु। हजुर अनि अब यो किताबको बारेमा अलिकति भन्दाखेरि एउटा किताब त मैले आफैले पनि त्यसको अब त्यो त्यस्तो गहिरो सम्पादक होइन, किनभने भाषा मात्र हेर्ने यो किताबको म्यानुस्क्रिप्ट एडिटर चाहिँ म हो। म द राइजिङ नेपालमा काम गर्छु, त्यो अङ्ग्रेजीमा काम गर्ने हिसाबले मलाई अलिकति विश्वास गरेर उहाँले
त्यो यो जिम्मेवारी दिनुभएको होला सरको। मैले खासमा यसमा धेरै त्यस्तो गहिरो त्यस्तो केही गरेको छैन, सामान्य भाषाको अलिकति फ्लो मात्रै बगाउने काम गरेको छु। अलिकति मैले थोरै लेखेको छु, त्यो अलिकति तपाईँले हेर्नुभयो भने त्यो हेर्नुभयो भने हुन्छ, म अलिकति त्यो मात्रै पढ्छु। यो किताबबारे के हो भने त्यसले बताउँछ होला जस्तो लाग्छ। स्टुडेन्ट्स मात्र भनेर छु, अरू रिडर पनि भन्नुपर्ने छ। मैले चाहिँ लेखेको छु, डियर स्टुडेन्ट्स, नलेज इज द गेटवे थ्रु व्हिच you begin to realize what you actually have to know. The more you know, the more you understand how little you have known and how much is yet to be explored. As the copy editor of this booklet, I have made some corrections to the sentences just to improve their flow. What your ex-principal, Vigenaman Bichukche, did is excellent. He has opened the gateway for you through his writings on different topics. He informs you, makes you ponder, and inspires you to open new gateway of your own. You are here now. It is the very gateway that you must step into. Wishing you every success. मैले भनेको कुरो यति हो। त्यस यो किताबमा चाहिँ योगेन्द्र सरले हरिहर सरले सबै भन्नुभएको एउटा चाहिँ डायनाको बारेमा चाहिँ अलिकति भन्न छुटाउनु होला। त्यसो भएर डायना बारे नै एकदम राम्रो लेख्छ उहाँको। अनि डायना र मदर टेरेसा नि ऊ छ, उहाँ कहीँ त्यो मेन्सन छ। मदर टेरेसा र डायना सम्भवतः एकै दिन बित्या हो कि जस्तो लाग्छ मलाई, एक दिन पछाडि होइन, एक सँगसँगै भनौँ न, एक दिन पछाडि। तर यहाँ चाहिँ योगेन्द्र सरले भन्नुभएको चाहिँ डायना चाहिँ त्यो राजपरिवारको भइकन जनतासँग भिज्ने पहिलो व्यक्तिको रूपमा उहाँले व्याख्या गर्नुभएको छ। एकदमै राम्रो ऊ छ। तर मलाई चाहिँ के लाग्छ भने मदर टेरेसा संसारकै महान व्यक्तित्व थिइन्, त्यो नोबेल पिस प्राइजसम्म पाएकी व्यक्ति थिइन्। तर त्यो डायनाको डेथले चाहिँ मदर टेरेसाको डेथलाई यस्तो ओझेलमा पारिदियो त्यो बेला, जबकि तुलनै हुन सक्दैन डायना र मदर टेरेसाको। त त्यो एकजना दयाको खानी, महान करुणाको खानी नै हो मदर टेरेसा। उनको तर डायना चाहिँ अलिकति त्यो ग्ल्यामरस जस्तो देखिन्थ्यो। त्यो उनको त्यो ग्ल्यामरस छविले गर्दाखेरि उनको पुरै त्यो मदर टेरेसाको त्यो करुणामय व्यक्तित्वलाई नै ओझेल पार्यो भन्ने त्यो कुरो चाहिँ मलाई चाहिँ त्यहाँ व्यक्त गर्न मन लाग्यो। सरले चाहिँ अर्कै किसिमले त्यहाँ व्यक्त गर्नुभएको छ। यो किताब यसको म्यानुस्क्रिप्ट सम्पादक म भएँ, त्यो मैले भनिहालेँ। सिकाइका सारथी अभिभावक भन्ने अर्को किताब, यो विश्वबहादुर दुलाल सरले उहाँका आर्टिकलहरूको सङ्कलन, यसको सम्पादना हरिहर सर होइन त, सम्पादना हरिहर सरले गर्नुभएको छ। त्यो हरिहर सरले त्यसको चाहिँ म्यानुस्क्रिप्ट पाण्डुलिपि सम्पादन गर्नुभएको छ। अनि मैले कता अर्को छ द बेकन्स अफ थट्स। यो अब धेरै भनिसकेर मैले भन्न सकिनँ, मैले अलिकति यहाँ टिप्या कता कता परिरहेको छ। अनि यो भइहाल्यो, यो शिक्षक विद्यार्थीहरूको लेखहरूको सङ्कलन, सिड्स अफ वन्डर 30 years अफ क्युरियोसिटी एन्ड क्रिएटिभिटी, यो भइहाल्यो। अर्को हाम्रा अनुभूति र सहकार्य सङ्गालो, यो चाहिँ नेपाली। कुनमा चाहिँ नेपाली र अङ्ग्रेजी दुवै पनि छ होइन, तिनीहरू सबै अब यस्तो छ भन्ने बारे विश्लेषण गरिसके हुनाले यसबारे धेरै मैले भनिरहनु परेन। तपाईँ लेखकहरू सबैलाई म अझ राम्रो उन्नत खालको लेखक हुनलाई हार्दिक सुझाव दिन चाहन्छु। अन्त्यमा एउटा टेलपिस जस्तो भन्छु। दक्षिण अमेरिकाका एकजना ठुलो विद्वान छन् एडुवार्डो गालियानो। एडुवार्डो गालियानोले एकपल्ट दक्षिण अमेरिका ब्राजिलको कुनै स्कुलमा आफ्ना विश्वप्रसिद्ध कथाहरू प्रस्तुत गर्नुभयो। त्यो कथा प्रस्तुत गरेपछि त्यहाँ पढाउने मिसले चाहिँ भन्नुभयो, ल बच्चा बच्ची हो, तिमीहरूले विश्वप्रसिद्ध एकजना कथाकारको कथा सुन्यौ, अब तिमीलाई कस्तो लाग्छ त्यो उहाँलाई चिठी लेखेर भन भनेर मिसले भन्नुभयो। अनि एडुवार्डो गालियानोको कथाबारे चाहिँ त्यो विद्यार्थीहरूले कोहीले के भने यस्तो महान, यस्तो राम्रो भनेर सबैले प्रशंसा गरेर लेखे। अन्त्यमा एउटा बच्चाले चाहिँ के भनेछ भने, आदरणीय एडुवार्डो गालियानोजी, तपाईँको लेखन मैले पढेँ, तपाईँ लेख्दै जानुहोस्, कहिले पनि नथार्नुहोस्, एक दिन तपाईँको लेखन पढ्न लायक अवश्य हुनेछ भनेर लेखेछ। म यो कुरो
सबै लेखकहरूलाई खास गरेर म आफै पनि लेखक हुनाले म आफूलाई पहिला चाहिँ भन्न चाहन्छु, म पनि लेख्दै जान्छु। एक दिन मेरो लेखन पनि पढ्न लायक अवश्य होला। यो कुरो सबै विद्यार्थी लेखक हुन चाहने सबैलाई पनि म त्यही भन्न चाहन्छु। एडवर्डो गालियानोलाई त्यो बच्चोले भने कुरो दोहोऱ्याउन चाहन्छु। अन्त्यमै चाहिँ म एउटा कुरो फेरि भन्छु, तपाईँहरू शिक्षक पनि हुनाले शिक्षक यो जेन्युन स्कुल त्यस्तो छैन मलाई थाहा छ, तर हरेक शिक्षकलाई यो काम लाग्ला। कुनै पनि शिक्षकले विद्यार्थीलाई डर देखाएर नपढाउनु होला भने म आग्रह गर्छु। डर देखाउने जसलाई तपाईँ विद्यार्थीले शिक्षकलाई डर देखाउँछ, शिक्षकले विद्यार्थीलाई डराउँछ भने त्यो डर जोसँग डर लाग्छ नि त्यो व्यक्तिप्रति कहिले पनि प्रेम गर्न सकिन्न। त्यो प्रति कहिले प्रेम हुनै सक्दैन। त्यो प्रति म आफ्नो मेरो स्कुल जीवनमा चाहिँ मेरो चाहिँ एकदम तितो अनुभव छ। हामीलाई पढाउने सरहरू यति कुट्ने खालको सर हुनुहुन्थ्यो, ती सरप्रति मेरो कहिले सम्मान भाव रहेन, कहिले मैले सम्झिनँ। तपाईहरूले पनि कहिले कुनै विद्यार्थीलाई उसले खराब गर्यो भनेर कुटेर तर्साएर यसलाई पढाउँछु भन्ने सोच्नु भने तपाईँले सधैँका लागि त्यो व्यक्तिको सम्मान गुमाउनुहुन्छ। त्यो विद्यार्थीको सम्मान आर्जन गरिरहनुहोस् भन्ने म कामना गर्छु। विद्यार्थीले पनि सरलाई कहिलेकाहीँ अहिले त विद्यार्थीले थर्काउने जमाना आइसक्यो। सरलाई पनि विद्यार्थी हुनुहुन्छ नि, विद्यार्थीले पनि त्यो थर्काउने उ नगर्नुहोस्, किनभने तपाईँले सरको माया गुमाउनुहुन्छ। यदि तपाईँले त्यसो गर्नुभयो भने यो विद्यार्थीले सरलाई थर्काउने, सरले विद्यार्थीलाई सामाजिक सञ्जालमा एकदम हिट केही त्यो रिलहरू आइरहेको छ। एउटा प्रश्न तपाईँलाई भन्छु, एउटा युट्युबरले सोध्छ हु इज योर फेभरेट टिचर भनेर युट्युबरले सोध्छ, अनि त्यो विद्यार्थीले चाहिँ भन्छ, त्यो थर्काइरहने स्थितिमा चाहिँ के भन्दो रहेछ भने द वन हु डज नट कम टु क्लास। ल हेर्नुहोस् है, तपाईँको सबभन्दा फेभरेट टिचर को हो भने क्लासमा नआउने टिचर चाहिँ मेरो फेभरेट टिचर हो, त्यो भन्ने स्थिति नआओस्। अनि अर्को क्वेसनमा त्यस्तै छ, डु यु लभ योर स्कुल भनेर भन्छ विद्यार्थीले चाहिँ भन्छ यस वेन इट इज क्लोज रे हो, जब यो बन्द हुन्छ त्यो बेला चाहिँ मलाई मनपर्छ भन्नुहुन्छ। अनि अर्को एउटा क्वेसन छ, वाट इज द बेस्ट गिफ्ट इन द वर्ल्ड, वाट इज द बेस्ट गिफ्ट इन द वर्ल्ड, वाट डु यु थिङ्क भनेर सोद्धाखेरि चाहिँ अनि उसले भन्छ द बेस्ट गिफ्ट इन द वर्ल्ड इज क्यान्सलेसन अफ द इक्जाम। क्यान्सलेसन अफ द इक्जाम नै सबैभन्दा ठुलो मेरो लागि उपहार हो भन्ने स्थिति विद्यार्थीले नआओस्। तपाईँहरू सबैलाई हार्दिक शुभकामना। जेन्युन स्कुलले कति राम्रो काम गरिरहेको छ भन्ने कुरो त हरिहर सरले भनिसक्नु, म त्यो कुरो दोहोऱ्याउन चाहन्न। एउटै कुरो चाहिँ मैले दुईटा फिल्म यहाँका विद्यार्थी र टिचरहरूलाई पनि देखाएर त्यस फिल्मबारे मैले बताएको पनि थिएँ। एउटा इरानी फिल्मकार मजिद मजिदी भन्नेको चिल्ड्रेन अफ हेभन भन्ने जो ओस्कार पुरस्कारको लागि पनि मनोनीत भएको थियो, र अर्को कलर अफ प्याराडाइज, त्यो दुईटा फिल्म मैले हेरेको थिएँ। त्यस्ता फिल्म पनि हेराएर शिक्षा दिन सकिन्छ, नयाँ अनुभूति गराउन सकिन्छ भन्ने जेन्युन सेकेन्डरी स्कुलले त्यो मान्यता स्थापित गरेकोमा म यहाँहरूलाई हार्दिक धन्यवाद र बधाई पनि दिन चाहन्छु। र यो मान्यतालाई पछाडिका टिचरहरूले र स्कुल व्यवस्थापनले कायम राखिराखोस् भन्ने शुभकामना व्यक्त गर्दै म आफ्नो कुरो यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्ते।